कांग्रेस नेता कुन्दनको पीडा प्रतिनिधि सभा दाबी गर्दा प्रदेश सभा सदस्य पनि गुम्यो। फागुन 21 गते हुने निर्वाचनमा उम्मेद्वारको टिकट दाबी गर्दा दोलखा कांग्रेसका प्रभावशाली युवा नेता कुन्दनराज काफ्लेले भएको पद पनि गुमाएका छन्। जिल्ला र पार्टी केन्द्रमा समेत बलियो पहुँच राख्ने युवा नेता काफ्लेले प्रतिनिधि सभा सदस्यको टिकट त पाएनन् नै, बागमती प्रदेश सभा सदस्यको पद पनि गुमाएका छन्। पार्टीका शीर्ष नेताहरूको सल्लाह अनुसार आसन्न निर्वाचनमा दोलखाबाट उम्मेद्वारको टिकट पाउनेमा ढुक्क भएका कुन्दनले हेटौडामा पुगेर प्रदेश सभा सदस्यबाट राजीनामा दिए। राजनीतिमा राजीनामा गरेकै दिन प्रदेश सभाले दोलखाबाट उनी निर्वाचित प्रदेश सभा सदस्यको पद रिक्त भएको सूचना जारी गर्यो। प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताकै दिन माघ 6 गते राजीनामा गरेका कुन्दन काठमाडौँ फर्किँदा माहौल भने अर्कै बनिसकेको थियो। कांग्रेस नेता कृष्ण प्रसाद सिटौला निकट रहेका कुन्दनले टिकट पाउने सम्भावना कमजोर भइसकेको थियो। दोलखा कांग्रेसबाट ताराबहादुर कोइराला, कुन्दनराज काफ्ले र अजय बाबु शिवाकोटी उम्मेद्वारको प्रमुख दावेदार थिए। सकेसम्म आफू उम्मेद्वार बन्ने नत्र ताराबहादुरलाई उम्मेद्वार बनाउने कुन्दनको योजना नेपाली कांग्रेसमा शेरबहादुर देउवा र कृष्ण सिटौला पक्ष कमजोर बनेसँगै विफल भयो। कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा र सिटौलाले दोलखाबाट कुन्दनलाई उम्मेद्वार बनाउनका लागि दबाव सिर्जना गर्न सकेनन्। परिणाम त विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित गगन थापा निकट केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले टिकटमा बाजी मारेर कुन्दन हेरेको हेरे भए। हुन त कांग्रेसको नेतृत्वमा गगन पुगेपछि अजय बाबु उम्मेद्वार बन्ने पक्का पक्की नै थियो, किनकि अजय गगनका किचन क्याबिनेट मेम्बर हुन्। विद्यार्थी राजनीतिबाट उदाएका कुन्दनराज काफ्लेले एकै पटक सबै पद गुमाएका छन्। विशेष महाधिवेशनमा देउवा र सिटौला पक्षमा उभिएका उनले पार्टीको केन्द्रीय सदस्य पद पनि गुमाए। 2079 सालको निर्वाचनमा कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनबाट दोलखा प्रदेश नम्बर 1 मा निर्वाचित भएका कुन्दन बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री पनि बने। तर कांग्रेस भित्रकै किचलोले उनको मन्त्री पद पनि गयो। अहिले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दाबी गर्दा कुन्दनले प्रदेश सभाको सदस्य पद पनि गुमाउन पुगेका छन्। जिल्लामा पहल लिन सक्ने र चुनावी माहौल बनाउन सक्ने ठानिएका कुन्दन उम्मेद्वार बन्न नपाएपछि आसन्न निर्वाचनमा दोलखामा कांग्रेसले कस्तो नतिजा हात पार्ला त्यो हेर्न बाँकी छ।